पानी पर्यो हैन म त यहाँ हेलो एभ्रिवान नमस्ते सबैजनालाई म देवाली मगर तपाईहरुलाई फेरि स्वागत छ मेरो नयाँ भ्लगमा। आज म तपाईहरुलाई मेरो दिनभरिको यात्रा र अनुभव देखाउँदै छु। भिडियो अन्तिमसम्म हेर्नुहोस्। आज पानीले चाहिँ मस्तै भिजाउला छ मलाई, तर पनि यात्रा चाहिँ मेरो जारी छ। पुरा साथीहरु पानी पर्यो हैन म त यहाँ जंगलको बिचमा बसेको, तर पनि रोक्ला जस्तो छैन यो पानी। आज बिजोकै हुडी भयो साथीहरु, कहाँ बस्नु होला। पछाडि पानी आइरहेछ, पुरा पानी आइरहेछ हैन साथीहरु। पानी परेर यस्तो बिजोगेर यहाँ घना जंगलमा यहाँ देख्न सक्नु तपाईहरुले के लगाएर बसिरहेको छु म। यहाँ यस्तो घर बनाएर बसिरहेको छु यस्तो जंगलमा। हेर्नु यहाँ फाइनली साथीहरु पानी चाहिँ रोक्यो हैन। पानी चाहिँ रोक्यो भन्दा नि हल्का हल्का पानी परिरहेको छ यस्तो। अघि यस्तो पानी परेको थियो, अहिले भर्खरै आकाशहरु खुल्न थाल्यो। यो चाहिँ खुसीको कुरा भयो। अहिले चाहिँ म घुम्दा घुम्दा धेरै टाढा आइसकेको छु अनि म चाहिँ अहिले 5-10 किलोमिटरै लगभग हिँडिसकेँ। अघि एकचोटि पानी पनि परेको थियो अनि मेरो पछाडि चाहिँ देख्न सक्नुहुन्छ तपाईहरुले, यहाँ चाहिँ फुटबल ग्राउन्ड रहेछ। अनि म चाहिँ मेरो चाहिँ यात्रा एकदम जारी छ। यहाँ चाहिँ कति धेरै परेवाहरू देख्न सक्नुहुन्छ तपाईहरुले, कति हो के यो ठाउँमा आइपुगेको छु। यहाँ चाहिँ देख्नुहुन्छ तपाईहरुलाई चाहिँ ट्रेनको लिक भयो। अनि यहाँ ट्रेन पनि आउँछ अनि यहाँबाट चाहिँ उता यता जंगल छ, यो साइडमा सहर छ, यो साइडमा सहर छ। ल साथीहरु म चाहिँ अहिले यहाँबाट फर्केको। यहाँदेखि म चाहिँ अहिले एकछिन रेस्ट गर्छु होला। यहाँ चाहिँ लुक एट द भ्यू प्लिज गाइस। ल साथीहरु आजको लागि चाहिँ भिडियो यति नै। फेरि अर्को भिडियोमा भेटौँ ल।